बसिरहेको छ। डेनिजलाई थाहा छ इफ यो ढोकाबाट कोही प्लेयर्सहरू बाहिर आयो भने गेम ओभर हो भनेर। तर यतापट्टि रुजलाई आइडिया भएन। किङ ओपीले छुट्टै खालको अप्रोच यहाँ प्लेयर्सहरूको लागि बनाइदिन सक्छन् भनेर डिङडङ माथिपट्टि छन्। डिङडङको लागि पनि सर्ट्सहरू बनिदिन सक्छ। उता प्लेयर रेडी छ। गरिसक्यो दुईटा प्लेयर एउटै स्प्रेमा त्यहाँबाट डाउन हुने डिङडङको लागि ग्रेनेड गएको थियो। अब चुनौती छैन। अगाडिपट्टिको एरियामा बीएसटीका टिम्सहरूलाई एकदम नै राम्रो तरिकाले अगाडिपट्टि आरसीका टिम्सहरूको लागि केही फ्यु एलिमिनेसन्सहरू सेट गर्दै गरिरहेको मैले देख्न पाउनेवाला छु। बिलिमिनको लागि गाडी जान्छ। त्यो गाडीले बिलिमिनलाई पनि बिलिमिनको लागि बनिदिने भयो। उतापट्टि आरसीका डाकुङको पनि डाउन भइसकेका छन् भने अब आरसीको टिम्सको लागि सायद लास्टमा नै स्ट्यान्डिङ र यो नेट तन्किँदैछ। त्यो ग्रेनेडले अगाडिपट्टि रहेको टिम्सहरूको लागि केही एलिमिनेसन फर्दर बारलहरू यहाँबाट सेट गरिदिने भयो। माङपाङ त्यो एलिमिनेसन त्यहाँबाट बनाइन्छ अनि यो ग्रेनेडको साथमा त्यो प्लेयर्सहरूलाई पनि त्यहाँबाट न्युट्रिलाइज गरियो। यतापट्टि युट्युब मेन पनि अब त्यो अगाडिपट्टिको एरियामा पश्चाताप गरिरहेको हुन सक्छन् प्लेयर्सले हालसालको लागि भने अब यो रणभूमि छोड्न पर्ने बाध्यता पनि यहाँबाट आइदिन सक्छ। उतापट्टि एमएमएका प्लेयर्सहरू बसिरहेका छन्। एफओडब्ल्यूका प्लेयर्सहरूको पनि सिधै यो एरियामा एन्ट्री सक्छ भन्ने कुरा हो। तर ब्याटल अब एफओडब्ल्यूको लागि अलिकति नेगेटिभ जाँदै थियो। तर उतापट्टि एपेक्सपट्टि उतापट्टि डिओएका प्लेयर्सले एकदम नै राम्रो तरिकाले डाउन गरेको मैले देख्न पाउनेवाला छु। जहाँ डिङडङ अब त्यो डिओएका एस्ट्रोजीको लागि के एलिमिनेसन्सहरू सेट गरिदिन सक्छन् भन्ने कुरा छ। लेट्स सी उनको लागि कतिको एलिमिनेसन यहाँबाट बनिदिने भयो। ग्रेनेड आउँदैछ। ग्रेनेडले पनि केही रिजल्टहरू त्यहाँबाट प्लेयर्सहरूको लागि बनाइदिने भएन। एपेक्सका टिम्सहरू त्यहाँबाट एपेक्सका टिम्सहरूलाई त मजाले एलिमिनेट नै गराइसकेका छन्। 15 एलिमिनेसन हालसालसम्म यो टिम्सहरूले क्याप्चर त गरिसकेका छन्। तर अब यो लभीको थ्रुआउटबाट लास्टमा नि स्ट्यान्डिङ भनेकै यहाँबाट डिओएका एस्ट्रोजी हुन्। उनको लागि ग्रेनेड लोडिङ हुँदै गरिरहेको देख्न पाइरहेको छु। जहाँ आइरहेको ग्रेनेडबाट प्लेयर मार्न सकिएन भने यहाँबाट पक्कै पनि टिम्सहरूको लागि गाह्रो बनाइदिन लागि सर्ट्स आउँदै थियो गेममा। यतापट्टि सायद हाम्रो एफओडब्ल्यूका टिम्सहरूको लागि केही च्यालेन्जेसहरू थप्न खोज्दै गरिरहेको देख्न पाउनेवाला छु। ब्याक टु ब्याक आउने क्रम यतापट्टिको टिम्सहरूको तर्फबाट एउटा राम्रो डमिनेसन आउँदै गरिरहेको देख्न पाउने भयो। गेमको लागि यहाँबाट सेट गर्ने भएन। यहाँबाट बनाइदिने प्रयास छ। त्यो ग्रेनेड यहाँबाट पर्खिन्छ भने गाह्रो पर्छ। ब्याक टु ब्याक एलिमिनेसन एफओडब्ल्यू कान्छ यहाँबाट एफओ8का प्लेयर्सहरूको लागि पनि सर्ट्सहरू बन्दैछ। यता रोजी छन्। त्यो एरियामा जियोजीका सेक्सीको लागि एलिमिनेसन सेट गरिएको थियो। डिङडङ ग्रेनेड पनि दिएका थिए। जियोजीका हन्टरलाई पनि त्यो ग्रेनेड डाउन गर्यो। सेक्सी त्यहाँ छन्। उसको लागि पनि एउटा नराम्रो ग्रेनेडहरू यो एरियामा बन्दै गरिरहेको त्यहाँ 12ले स्टार भइसक्यो। अब यो 12ले टिम्सहरूलाई कहाँ पुऱ्याउँछ त्यो त थाहा छैन नै। तर लेट्स सी उतापट्टिको एरियामा आरीका टिम्सले जुन हिसाबमा डोमिनेन्स देखाउँदैछन् त्यसले भने अलिकति बढी एक्स फ्याक्टर यहाँबाट हाम्रो लागि क्रिएट गरिदिन सक्छ भन्ने कुरा हो। आरीका पेलुवा त्यहाँबाट अब रेडी छन् एफओडब्ल्यूका टिम्सहरूसँग बाहिर खेल्नको लागि। तर यता आरीका सक्षमले पनि केही एलिमिनेसन्सहरू बनाइदिन सक्यो। रुल्स ओजी त्यहाँबाट डाउन भइआएका सक्षमको तर्फबाट अब सक्षम त्यहाँ लास्ट उनले पनि बाहिर हेर्न पर्ने भयो। गेम एन्ड गराइदियो भनेर हामी भन्न सक्छौँ। जहाँ त्यो ब्याक टु ब्याक आइरहेको ग्रेनेडले टिम्सहरूको लागि एउटा नराम्रो सिचुएसन डेफिनेटली बनाइदिइसकेको। एफओडब्ल्यूका टिम्सहरूको पनि इङ्गेजमेन्ट यो एरियामा बन्छ। सन्जोग मगर गट डाउन उनलाई किचेसँगै अब डिओएका टिम्सहरूसँग यो टिम्सहरूको बाह्र पर्दिन सक्छ। सिचुएसन एकदम नै कठिन छ। यो एरियामा एफओडब्ल्यूका टिम्सहरू छन्। एसडब्ल्यूका प्लेयर्सहरू पनि ब्याकमा चुपचाप नै बसिरहेको देख्न पाउनेवाला छन् भने अब यो बिट्विनमा ब्यारल स्टार्ट भइसक्यो। अब यही ब्यारल स्टार्टले टिम्सहरूको लागि एउटा नराम्रो सिचुएसन बनाइदिन सक्छ भन्ने कुरा हो। उतापट्टि डिओएका पञ्च चाहिँ गट डाउन ग्रेनेड साँदैछ। मल्टिपल सर्ट्सहरू यो एरियाबाट आउँदैछ। तर यही हिसाबमा हेर्ने भने डिओएका टिम्सहरू पो यो एरियाबाट निस्किन सक्ने त्यो छाँटकाँट बोकिरहेको देख्न पाइन्छ। जहाँ मल्टिपल प्रेसर यहाँ एफओडब्ल्यूका टिम्सहरूको तर्फबाट दिइँदैछ। जहाँ कान्छा अगाडिपट्टि छन् गएको त्यो ग्रेनेडले पनि केही एलिमिनेसन्सहरू पक्कै यहाँबाट सेट गरिदियो भनेर भन्न सक्छौँ। उतापट्टि डिओएका टिम्सहरूको लागि त्यो ब्याक टु ब्याक एलिमिनेसन प्लेसहरूले सेट पनि गरिदिँदैछन्। जहाँ एस्ट्रोजी यो एरियाको एकदमै राम्रो काम उठाएर त बसेका थिए। तर आइरहेको त्यो सर्ट्स यतापट्टि पर्फेक्ट ग्रेनेडको एक्जिक्युसन एस्ट्रोजी गट डाउन ब्यारलको सिनारियो हामीले देख्न पाइसकेका छौँ। डेनिस त्यहाँबाट प्लेयर डाउन निकाल्ने प्रयास गरेका थिए। जहाँ बीएसटीको टिमको तर्फबाट त्यो कन्टिन्युअस प्रेसर यो टिम्सहरूको लागि पनि बनिदिन सक्छ भन्ने कुरा हो। बीएसटीका सन्दीप माथिपट्टि छन्। गाडी घुमाउँदैछन्। स्पाइडी सरले त्यो एरिया हेर्दै गरेको देख्न पाइयो। जहाँ एफओडब्ल्यूको इङ्गेजमेन्ट अलिकति अर्ली नै भइदियो कि भन्ने कुरा पनि हो। एफओडब्ल्यूका प्लेयर्सहरू अब यहाँबाट रोकिन चाहँदैनन्। प्लेयरलाई केही सर्ट्सहरू त्यहाँबाट दियो। ग्रेनेड्सहरू यो एरियामा आउँदैछ। मल्टिपल ग्रेनेडको एक्सचेन्ज यहाँ प्लेयर्सहरूको बिचमा बन्दै गरेको मैले देख्न पाउने भए। जहाँ डिएसका डिङडङ त्यो एरियाबाट आउँदैछन्। अनि डिएसका डिङडङले पनि यहाँबाट त्यो प्लेयर डाउन निकाल्ने एभ्री पोटेन्सियल एङ्गल समात्न सक्छन् भन्ने कुरा थियो। जहाँ स्पाइडी सर अगाडि स्पाइडी सरले पनि कनेक्सनमा ल्याउने प्रयास गरेका थिए। त्यो प्लेयर एकास्पीमा छ। सन्दीप माथिबाट आइदिन सक्छ। स्मोक दिनुपर्ने थियो माथिपट्टिको एरियामा। तर मलीले नै यहाँबाट प्लेयर्सले आफूलाई अलिकति बढी सुपिरियर ठान्छ भने ग्रेनेडले प्लेयर्सको लागि गेम एन्ड गरिदिन सक्थ्यो। किङ ओपी पछाडिपट्टि छन्। सन्दीपले पनि त्यहाँबाट आफ्नो लागि केही सिचुएसन्सहरू अलरेडी नै बनाएर राखिसकेका थिए पनि यहाँबाट जोन
फेरि पनि तपाईँहरूको स्क्रिनमा आउने भयो जहाँ प्लेयर्सहरू एउटा सानो सिचुएसनमा त्यहाँ खाँदिसकेका छन्। त्यो कन्जस्टेड एरियामा फेरि पनि त्यही अलिकति बढी किचकिचाहटवाला ब्याटल यहाँबाट हुनेवाला छ। चारतिर सर्ट्सहरू चल्न सक्छ। टप स्टपको लागि यो जोन त्यति बढी फोकस भएर गइदिनेवाला भयो, जहाँ पिएसटीका टिम्सहरूका लागि पक्कै यो एरिया केही क्षणपछि सेफ नरहिदिन सक्छ। स्पाइडी सर अगाडिपट्टि छन् एफओडब्ल्यूका टिम्सहरूको तर्फबाट। त्यो कन्टिन्युअस प्रेसर, त्यो कन्टिन्युअस एफर्ट्सहरू यहाँबाट दिने भयो। एफओडब्ल्यू डेनिसको तर्फबाट त्यहाँबाट एउटा प्लेयर डाउन निकालेको जस्तो देख्न पाउने भयो भने अहिलेको लागि गाडी घुम्छ। डिङडङ अगाडिपट्टि बढ्न चाहन्छन्। किङ ओपीलाई त्यो एरियाको आइडिया छ, किङ ओपी निकालिदिन सक्छ। भेहिकल सुटको साथमा भयो। डिङडङ एउटा राम्रो प्लेयरलाई डाउन निकाल्दिए भने अहिलेको लागि त्यो बाटलले डिङडङलाई डाउन निकालेसँगै अब त लास्ट पनि स्ट्यान्डिङ फ्रम द टिम बिएस स्पाइडी सर त्यहाँबाट भाग्दै गरिरहेको मैले देख्न पाउने वाला छ। अहिलेको लागि बिएसटी सरलाई पनि त्यहाँबाट साइड डाउन गरेको जस्तो देख्न पाउने भयो। बिएसटीका स्पाइडी सरलाई पनि सायद त्यहाँबाट डाउन गरिदिइसकेका छन्। प्लेयरले लागि केही सर्ट्सहरू डेफिनेटली चुनौतीपूर्वक रूपमा दिँदै गरिरहेको मैले देख्न पाउने भयो, जहाँ यतापट्टि टिम्सहरूको छुट्टै इन्ट्रीहरू बन्दिँदैछ। तलपट्टिबाट एफओडब्ल्यूको टिम्सहरूसँग यो टिम ब्याटल गर्दैछ भने पछाडिपट्टि जिआरका टिम्सहरूसँग टिम्सहरूको छुट्टै ब्याटल हुँदैछ। यतापट्टिबाट कान्छा आए, त्यो प्लेयरलाई डाउन निकाले, एउटा मोनीको त्यो सपोर्टले पनि प्लेयरलाई अलिकति बचाइदिनु सक्छ भन्ने कुरा त रहेको थियो। तर आइजल फ्रम बिसीलाई ब्याकबाट टिम्सहरूले मजा आए। कान्छा अगाडिपट्टि छ, आरिको टिम यसले नै म्यानेज गरिने प्रयास गरियो, जहाँ एउटा डाउन गरिसकेको छ। आरिका सक्षमले पनि एलिमिनेसन त्यहाँबाट प्लेसको लागि दिने प्रयास गरिरहेका छन्। डिङडङ अगाडि निकाल्ने प्रयास गरेका थिए। आरिको तर्फबाट आएको सर्ट त्यहाँबाट छ। कान्छा त्यहाँ छ, दिने प्रयास गरे। रुल्स त्यहाँ चुपचाप बसिरहेको छ भने कान्छाको लागि त्यो सिचुएसन कतिको सफल बनिदिन सक्छ, जहाँ सक्षम यो प्लेयरको लागि पनि त्यहाँ अग्रेसन निकाल्ने प्रयास गरिरहेका छन्। प्लेयर रिभाइभलमा थिए तर नो आफ्नो त्यो हिलिङ प्रोसेस त्यहाँबाट पुरा नपाउँदै प्लेयर्सहरूले उनलाई डाउन गरिदिने भए। एफओडब्ल्यूका टिम्सहरूको लागि पनि यो एरिया त्यति बढी राम्रो बनेका त छैन, तर डेनिज त्यहाँबाट त्यो प्लेयरको एलिमिनेसन चाहन्छ। सिधै गाडी लिएर अगाडिपट्टि ढोक्नेवाला छ भने सक्षमको लागि पनि यहाँबाट मैले राम्रो घडी छ। प्लेयरले यो प्लेयरलाई डाउन निकालिदियो भने टिम स्टेबलाइज हुन सक्थ्यो, टिमलाई न्युट्रलाइज गर्न सकिन्थ्यो, तर नो अझै पनि रोकिन चाहिरहेको छैन। ओके, डिङडङ गट डाउन। हारिका पेलुवाले त्यहाँबाट सर्ट दिने प्रयास गरिरहेका छन्। पेलुवाले पनि एउटा राम्रै ट्राई गरेका हुन्। दुईटा प्लेयरलाई बमले पड्काइयो। यतापट्टि डिङडङ पनि आउँदैछन्। डेनिज त्यहाँ बसिरहेको छ। डेनिजलाई रिभाइभल त अब पक्कै पनि एफओडब्ल्यूका टिम्सहरूले एलिमिनेसन पनि उठाउँदैछन्, आफ्नो लागि सिचुएसनहरू पनि बनाउँदैछन्। साकेलाई त्यहाँबाट प्लेयरले डाउन निकालिदिइसकेका छन्। उतापट्टि एनएलएसका टिम्सहरूले पनि त्यो इङ्गेजमेन्ट प्लेयर्सहरूको लागि अलिकति भनेर देखाउने प्रयास गरेका थिए, जहाँ भर्खरै यो प्लेयर्सहरूले पनि त्यहाँ जिआरका टिम्सहरूलाई अब एलिमिनेट नै पो गराइदिइसकेका छन्। त जहाँ एफओडब्ल्यूका कान्छ बिस्तारै बिस्तारै यो एरियामा अप्रोच देखाउन खोजिरहेको जस्तो देख्न पाइन्छ, जहाँ दुईटा मात्र प्लेयर्सहरू छन् अनि उनीहरूको लागि एफओडब्ल्यूका टिम्सहरूले जुन हिसाबले यहाँ जाल बुन्दैछन् त्यो जालोमा पक्कै पनि यो टिम्सहरू फसिदिन सक्छन्। जहाँ डेनिसको गाडी अगाडिपट्टि आयो, 1-1को लागि प्लेयर्सहरूले त्यहाँ त्यो प्लेयरलाई पनि डाउन गरिन्छ भने अहिलेको लागि यहाँबाट दोस्रो म्याचको सेकेन्ड डिनर एफओडब्ल्यूका टिम्सहरूले भने मजाले उठाइदिइसकेको देख्न पाउने।